So hello guys, welcome back to a new video, and if you have not subscribed yet, please subscribe to my channel because I'll be bringing more relevant videos in US application and visa interview matters. And यो भिडियो चाहिँ एक्चुअली सेकेन्ड पार्ट हो फर्स्ट भिडियोको, जहाँ चाहिँ मैले व्हाई दिस मेजरको एन्सर कसरी बनाउने भन्ने बारेमा भनेको थिएँ। अनि सिरिजमा चाहिँ भिडियोज हेरेको ठिक हो, किनभने एन्सर नि सिरिजमा प्रिपेयर गर्नुपर्छ। त्यही भएर तपाईहरुले व्हाई दिस मेजरको चाहिँ भिडियो हेर्नु भएको छैन भने यो हो त्यो भिडियो, एन्ड आई विल बी अट्याचिङ द लिंक इन द डिस्क्रिप्सन बक्स। त्यो गएर पहिला हेर्नुस् र आफ्नो व्हाई दिस मेजरको एन्सर सित चाहिँ स्ट्रङ भएर बस्नुस्। एन्ड आई होप दैट तपाईले यहाँसम्म हेर्नु भएको छ भनेसी यु आर प्रिपेयर्ड विथ व्हाई दिस मेजर क्वेशन। यो मेजर म किन पढ्न लाएको भनेर तपाईसित एउटा सोलिड एन्सर छ। एन्ड आफ्टर प्रिपेयरिङ द एन्सर फर व्हाई दिस मेजर, हामीले प्रिपेयर गर्नु पर्ने भनेको चाहिँ यो मेजर पढेर तैले गर्छस् चाहिँ के, प्लान्स आफ्टर ग्रेजुएसन के हो तेरो भन्ने एन्सरलाई क्वेशनलाई चाहिँ हामीले डिल गर्नुपर्छ। And to deal with that, the first thing you need to consider is तिम्रो मेजर पढेर चाहिँ तिमीले कुन प्रब्लमलाई सल्भ गर्न सक्छौ नेपालमा भएको। जस्तै कि यु आर गोइङ फर कम्प्युटर साइन्स, तिमीले हेल्थ केयर सेक्टरमा केही प्रब्लम छ त्यसलाई सल्भ गर्न सक्छौ, एजुकेसन सेक्टरकोलाई सल्भ गर्न सक्छौ, साइबर सेक्युरिटीमा जानेले त्यो ह्याक्सहरु भइरा हुन्छ गभर्नमेन्ट वेबसाइटहरु त्यसलाई सल्भ गर्न सक्छौ भनेर त्यो एउटा प्रब्लम खोज्ने आफ्नो मेजर रिलेटेड। यु आर गोइङ फर नर्स, नेपालमा मान्छेहरुको टेक केयर राम्ररी गरिदैन, सिस्टम राम्रो छैन, नर्स के भन्छ नर्सहरु स्किल हुँदैनन्, टेक्नोलोजीलाई इन्क्लुड गरेको हुँदैन भनेर एउटा प्रब्लम खोज्ने। यु आर गोइङ फर बिजनेस, करप्सन बढी हुन्छ, मान्छेहरुलाई प्रफिट हुन्छ कि लस हुन्छ थाहा छैन, त्यसै बिजनेस गरेर हुन्छन् भनेर व्हाट एभर इज योर मेजर, फाइन्ड अ प्रब्लम दैट योर मेजर क्यान सल्भ। एउटा प्रब्लम खोज्नु पर्यो, प्रब्लम एकदम युनिक हुनुपर्छ भन्ने हैन, जेनरल भयो नि हुन्छ, प्रब्लम हो, समस्या हो, समस्यालाई हामीले सल्भ गर्ने हो, पढेर सल्भ गर्ने हो। त्यही भएर त मेजर पढ्न वहाँ जान लाको। सो प्रब्लम थाहा पाइसकेपछि चाहिँ तपाईको मेजरले चाहिँ त्यो प्रब्लमलाई कसरी सल्भ गर्न सक्छ भनेर थाहा पाउनु पर्यो। एज इन मेजरले चाहिँ कुन कुन स्किल्सहरु प्रोभाइड गर्छ। फर इक्जाम्पल तपाईले एडुटेक सेक्टरमा केही गर्न चाहनुहुन्छ, रिफर्म ल्याउन चाहनुहुन्छ, त्यसो भए कम्प्युटर साइन्स मेजरले चाहिँ तपाईलाई सफ्टवेयरको नलेज दिन्छ, प्रोग्रामिङ कसरी गर्ने, कुन प्रोग्रामले कस्तो एप्लिकेसन बनाउने भनेर नलेज दिन्छ। त्यस्तै गरी तपाईको रेस्पेक्टिभ मेजरले चाहिँ तपाईलाई के इन्फर्मेसन दिन्छ, के एक्सपर्टाइज दिन्छ, जसले गर्दाखेरि चाहिँ तपाईले त्यो आफ्नो फिल्डको प्रब्लम सल्भ गर्न सक्नुहुन्छ, त्यो थाहा हुनु पर्यो। तपाईलाई प्रब्लम थाहा छ, तपाईको मेजर पढेपछि नेपालमा के प्रब्लम छ, त्यो प्रब्लम सल्भ गर्नलाई तपाईको मेजरले के इन्फर्मेसन दिन्छ, के स्किल दिन्छ त्यो थाहा छ भनेपछि अब प्रोसेस थाहा हुनु पर्यो। यहाँ प्रब्लम छ, यहाँ तपाईसित सल्युसन गर्न सक्ने स्किल छ, अब कुन मेथडबाट सल्भ गर्दा चाहिँ यसको सल्युसन आउँछ भनेर त्यो खोज्नु पर्यो। एन्ड दैट इज सिम्पली व्हाट योर फ्युचर प्लान अर द प्लान आफ्टर ग्रेजुएसन इज। अब तपाईको प्लान आफ्टर ग्रेजुएसनको एन्सरमा चाहिँ तपाईले भविष्यमा के गर्नुहुन्छ, किन गर्नुहुन्छ, कसरी गर्नुहुन्छ यो आउनु पर्यो। आस्क दिस टु योरसेल्फ, एन्ड यो तीनटा कुरा चाहिँ आफ्नो एन्सरमा आउनु पर्यो। र म साइबर सेक्युरिटी पढ्न चाहन्छु, साइबर सेक्युरिटी पढेर म के गर्छु, गभर्नमेन्टको वेबसाइटहरुलाई ह्याक हुन दिदिन, कसरी ह्याक हुन दिदिन, म आफ्नो नलेजहरु युज गर्छु, त्यसपछि गभर्नमेन्टसित काम गर्छु, त्यसले गर्दा ह्याक हुन दिदिन। किन ह्याक हुन दिदिन, किनभने गभर्नमेन्टको इन्फर्मेसन नेसेसरी हुन्छ, त्यही भएर ह्याक हुन दिदिन। र म फाइनान्स पढ्छु, म करप्सन रोक्न चाहन्छु, म के गर्न चाहन्छु, म गभर्नमेन्टसित काम गरेर करप्सन रोक्न चाहन्छु। म करप्सन किन रोक्न चाहन्छु, किनभने करप्सनले देशलाई अगाडि बढ्न दिदैन, त्यही भएर करप्सन रोक्न चाहन्छु। म करप्सन कसरी रोक्न चाहन्छु, म फ्युचरमा चाहिँ यहाँ यति वर्ष काम गरेर एक्सपर्टाइज लिन्छु, त्यसपछि चाहिँ म वहाँ गएर चाहिँ यसरी गर्छु भनेर भने। अनि मैले कसरी रोक्छु आफ्नो नलेजहरु युज गरेर, स्किलहरु युज गरेर। सो यसरी चाहिँ आफ्नो एन्सरमा चाहिँ के गर्ने, कसरी गर्ने, किन गर्ने, यो तीनटाको एन्सर आउनु पर्यो। एन्ड यति गरेपछि चाहिँ फ्युचर प्लान चाहिँ एकदम मजाले एन्सर आउँछ। एन्ड यसमा पनि युनिक एन्सर बनाउँछु भनेर लाग्नु पर्दैन, पर्सनल एन्सर बनाउने हो। अब तपाई बिजनेस पढ्न गइराख्नु भएको छ, अब तपाईको फादर्स अर प्यारेन्ट्सको बिजनेस अलरेडी यता छ भने त पर्सनल एन्सर बनाए भने म बिजनेस पढेर के गर्छु, बाबाको बिजनेसमा हेल्प गर्छु, बाबाको बिजनेसमा हेल्प कसरी गर्छु, म बिजनेससँग रिलेटेड टेक्नोलोजीहरु वहाँ पढ्छु र त्यो ल्याएर चाहिँ मेरो बाबाको बिजनेसमा इम्प्लिमेन्ट गर्छु, जसले गर्दाखेरि हाम्रो सेल्स बढ्छ, प्रफिट बढ्छ, and we will be earning good amount. र म यो किन गर्छु किनभने I want to help my parent in his business. उहाँले धेरै दुःख गरेको मैले देखेको छु र
र त्यो म सजिलो बनाउन चाहन्छु। यति भनेपछि फ्युचर प्लान टक्क हुन्छ। अब त्यसमा चाहिँ म सर्ट टर्मलाई यति यहाँ काम गर्छु, लङ टर्ममा यहाँ काम गर्छु भनेर भन्न नि पाइयो। तर यो मेन 3टा पोइन्ट छ नि, के गर्ने, किन गर्ने, कसरी गर्ने, यो 3टा क्वेसनलाई चाहिँ एन्सर हुनु पर्यो फ्युचर प्लानमा। अब व्हाट इज योर फ्युचर प्लान आफ्टर पर्सुइङ कम्प्युटर साइन्स भनेको छ, अनि अफर इन माई फ्युचर आई वान्ट टु वर्क अन्डर अ कम्पनी, स्टार्ट माई ओन स्टार्टअप एन्ड द्याट इज अल आई वान्ट टु डु भन्दाखेरि के गर्छौ भनेर आयो। ल स्टार्टअप खोल्छौ, किन खोल्छौ, कसरी खोल्छौ, यो आएन। यो नआएपछि इट्स नट अ गुड एन्सर। मिनिममली नि यो 3टा क्वेसनलाई चाहिँ एन्सर गर्न पर्छ। टकिङ अबाउट माई अन केस, मेरो इक्जाम्पल दिउँ। मेरो फ्युचर प्लानमा चाहिँ कम्प्युटर इन्जिनियरिङ पढेर हेल्थ टेक सेक्टरतिर जाने थियो। सो मैले के गर्छु, मैले टेक्नोलोजीलाई चाहिँ हेल्थ केयर सेक्टरमा कनेक्ट गर्छु। मैले कसरी गर्छु, आफ्नो नलेजहरू युज गर्छु, अनि म चाहिँ हेल्थ के अरे रिसर्च एन्ड डेभलपमेन्ट टिम अफ डिफ्रेन्ट हस्पिटल्समा काम गर्छु र त्यहाँ चाहिँ अरूसित कोल्याबोरेट गरेर चाहिँ यो टेक्नोलोजीहरू हेल्थ केयर सेक्टरमा इम्प्लिमेन्ट गर्छु। र म यो किन गर्छु, किनभने मैले के देखाएको छु भने नेपालमा चाहिँ मान्छेहरू रेगुलरली हेल्थ केयर चेकअप गर्न जाँदैनन्, अनि त्यही भएर चाहिँ डिजिजहरू चाहिँ एकदम लेट मात्र डिटेक्ट हुन्छ, चाँडै डिटेक्ट हुँदैन। र त्यही भएर चाहिँ म डिटेक्सन चाहिँ एकदम क्विक गर्न चाहन्छु। र यति मैले 3टा कुरा के गर्ने, किन गर्ने, कसरी गर्ने थाहा पाएपछि इफ आई वर इन द भिजा इन्टरभ्यू एन्ड इफ द भिजा अफिसर ह्याड आस्क्ड मी अबाउट माई फ्युचर प्लान, आई विल बी टेलिङ समथिङ लाइक in my future plan I want to work under the research and development team of different hospitals back here, and I want to use technologies like Internet of Things for the early detection of diseases in a patient's body, and even use cloud computing for the online record keeping of patients' data, and altogether I want to make detection phase very much quick back here in Nepal. Early perfect भएन किनभने इन्टरभ्यू सकिसक्यो, बट या दिस इज सम वाट द्याट आई विल बी एन्सरिङ। यसमा के गर्छु भन्दाखेरि रिसर्च एन्ड डेभलपमेन्ट टिममा काम गर्छु, र कसरी गर्छु भन्दाखेरि चाहिँ यो टेक्नोलोजीहरू ल्याएर गर्छु, किन गर्छु भन्दा डिटेक्सन फेजलाई क्विक बनाउन गर्छु। र यसरी यो 3टा क्वेसन एन्सर गरेपछि तपाईहरुको एन्सर पर्सनल हुन्छ, किनभने तपाईहरुले के गर्ने, किन गर्ने, कसरी गर्ने भनेपछि त्यो तपाईको स्टोरी हो। सबले यही तरिकाले गर्छन् सल्युसन भन्ने हुँदैन। So after solving and tackling to these 3 questions, you will be very much good with your future plans. And yeah, definitely don't make it general, and definitely tackle these 3 main questions in your answer. And त्यति गरेपछि तपाईहरुको plans after graduation को लागि answer राम्रो हुन्छ। It will be better. It won't be the best हुन्छ भन्दिन, but it will be better. It will be actually dealing with the things that visa officer want to hear. And that's all for today's video. And if you have not checked out my past videos, they will be somewhere around here, and I'll be meeting you in the next video. Till then, don't forget to like, share and subscribe. Bye bye.